हेलो गाइज, वेलकम बैक टू माई यूट्यूब च्यानल। फेरि पनि म हजुरहरूको सामु अर्को भिडियोको साथमा उपस्थित भइसकेको छु। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिइदिनु होला होइन। अब आज भने अब होइन चैते दसैँ पनि भयो, त्यसैले अब उता ठुलो मम्मीले नि बोलाउनु भएको थियो अनि थोरै बजार काम पनि थियो, त्यसैले अब बजारतिर जान म र पिके भाइ। कस्तो भने हिजो राति हाम्रो कुकर पड्कियो के, कुकर पड्किँदाखेरि अब नयाँ किन्नु पऱ्यो नि, अब त्यो पानी फालिदिइसक्यो त। अनि त्यसैले यसको त सातो उड्यो नि। फेरि यसको त झन्नै हिजो मुख अनुहार पुरै नचिनिने खालको हुन्थ्यो होला सायद, त्यस्तो भयो। अनि जे होस् केही भएन, हामीलाई केही भएन। तर कुकर पड्के पनि हामी अर्को किनिहाल्छौँ होइन। अनि मान्छेलाई केही भएन, त्यसमा खुसी छौँ, त्यो भएर खुसी छौँ अलिकति। अब आज कुकर किन्ने भनेर बजारतिर जानु लागेको छौँ। अनि ठुली मम्मीले पनि बोलाउनु भएको, त्यहाँ पनि जानु पऱ्यो होइन गाइज। म चाहिँ अब रुमबाट बाहिर निस्किनु लागि, अर्को साथी चाहिँ उता छ। उता हामी बाहिरतिर हिँडौँ भन्दाखेरि अब त्यो चाहिँ आफ्नो तयारीतिर लागिसक्यो लगभग। लगाए नि हुन्छ बाबु, तेल लगाए नि हुन्छ। तेल लगा ओ, त्यो माइक लिएर लेखेन बाहिर गाइज। म चाहिँ यस्तै होइन, यस्तो छ, बाहिरतिर अब जानै पऱ्यो। अनि यस्तो छ गाइज, बाहिरतिर अलि गर्मी छ। अनि बाहिरतिरको यो गर्मीमा त लास्ट गाह्रो हुनेवाला छ। कि लगभग हामी हिँडिसक्यौँ क्या, बजार जाने भनेर हिँडिसक्यौँ मजाले। पछाडि आइरहेको पिके भाइ यसरी चस्मा लगाएर हिँड्यो भने त गाइस एकदम चिसो फिल हुन्छ त। अनि चस्मा खोलिदिनु पर्छ भने पुरै यस्तो गर्मी हुन्छ, अब पुरै छोडिदियो। अब यहाँ छ हाम्रो पिके भाइ, चस्मा लगायो भने त यहाँ बाहिरको केही थाहा हुन्न। अनि त्यसैले अलिकति चिसो खालको फिल हुन्छ होइन। त्यो भएर मैले चस्मा लगाएको। अब यो चस्मा चाहिँ मैले लगभग 25 रुपियाँले किनेको हो गाइज। अब त्यसैले अब 25 रुपियाँ यतिको काम त गर्नु पऱ्यो त यो चस्माले। यो हेर, हामी हाम्रो रुमदेखि बाहिर निस्किसक्यौँ। अब यहीँ हो, यहीँदेखि जान्छौँ। अब बाटो चाहिँ यो माथि गएर अब चैते दसैँ अरे, आज चैते दसैँ। त्यसैले हामी पनि अब जाम मनाउँला। अब दसैँ भन्ने कुराहरू एकपटक मनाइन्छ मजाले। दसैँ त्यो आफ्नै त हो नि। दसैँ सबै हाम्रै हो। त्यसैले गाइस उतादेखि गाडी आइरह, नेपालगञ्ज जाने हो भने जानु चाहिँ गाडीमा। हेर गाइस, पिपराको एरिया हो। पिपरा नजिकै हो। म चाहिँ पुगेँ होइन बस पार्क। अनि बस पार्कको एरिया यो यहाँ हेर, कतिको त्यही हो बस पार्क भने त्यतिको त्यही त हो त। त्यो चाहिँ हेर, अब यो चाहिँ अब कपडा पाउने ठाउँ चाहिँ यो बस पार्क नजिकै यो न्यू हङकङ भनेको त्यही हो। यस्तो चाहिँ हेर, तल हामी जान लाग्यौँ अब तल ठुलो मम्मीको घरतिर। पाउँछ नि यहाँ बस पार्कका
खाना पाउने होटेलहरू यहीँ कपडाहरू यहाँ बबाल बबाल पाउँछ नि गाइसहरू कपडाहरू यस्तो बबाल पाउँछ यहाँ तर महँगो भन्छन् क्या काठमाडौँतिर लगभग 500मा मिल्ने 1500 भन्छन् सबै 1500 भनिदिन्छ चैते दसैँ भनेर मान्छेहरू पुरै खाएर होइन पुरै तालमा सुतिरहन् कि त्यस्तो गाई मन बोलाएन नि आएर यो सूर्योदय बोर्डिङ स्कुल भन्ने यो सुर्खेतको अलिकति राम्रै खालको स्कुल थियो त्यही भएर तिमीहरू उताटिको यो पनि त्यो त्यही हो सेम हो अनि अब फाइनली पुग्यो होइन हाम्रो भान्जी सुत्नु फाइनली पुगेँ म होइन पुगेँ अब यहीँ हुनुहुन्छ हाम्रो भिनाजु सुतिराख्नु हजुर भिनाजु ढोक्गरे अब यस्तै त हो त यहाँ भित्र पनि छन् मान्छेहरू टन्नै छन् पुगेँ म फेरि भाउजू यहाँ हुनुहुन्छ फिल्ममा यहाँ हुनुहुन्छ सुन्नु पनि भयो अरे भाउजू दर्शन हाम्रो भान्जी यहाँ मैले चाहिँ अघि कोकर किन्ने भनेको थिएँ होइन अब कुकर पनि किनियो मजाले टिके भाइले समादेखा हिजो कुकर पड्केर हो क्या आज यहाँ कुकर किन्नुपर्ने भयो म यहाँ कुकर किन्नुपर्ने भयो क्या त्यसैले के गर्ने गाइस त्यस्तै छ हामी किनेर पनि बजारदेखि यता आइसक्यौँ होइन यता कहाँ भने यो बुलबुले नजिक आइसक्यो बुलबुले जान्छौँ एकछिनमा घुम जान्छौँ होइन अनि हिजो त गाइस 7 उड्यो नि कुकर पड्क्यो भने कम हुन्छ 3 जना मात्रै हामी त्यहाँभित्र पुरै पड्केर हेर्नु पड्किदियो क्या अनि मैले के गर्ने थाहा छ त्यो पड्किन बित्तिकै बिहान आएको थियो एउटा कभर त्यो के भन्छ कभर सामानहरू किन्ने मान्छे आइरहेको हुन्छ नि बाहिर त्यो मान्छेले बेचिदिएँ नि मैले फेरि बिहान त्यो ढक्कन बेचिदिएँ मैले फेरि के गर्ने त अब त्यसको कामै छैन त अनि बेचिदिएँ हुन्छ गाइस भेट्दै गरौँला गाइस अहिलेलाई बाई